कस्तो अल्छी लाग्दो दिन यार केही छैन मलाई ल्यापटपमा पनि भने थैट तेरी के प्ले भयो हे होइन यार त्यस्तो केही पनि आफै प्ले भएछ यार बरु यो टाइटललाई आज हामी पब्लिकसँग एक्सपिरिमेन्ट गरौँ न वाचिङ पोर्न इन पब्लिक प्रैंक यो त कन्सेप्ट राम्रो कस्तो रिएक्सन आउँछ होला हुन्छ नि यार हुन्छ त ट्राई हान्ने हो त ल आज हान्दिउँ नि त हेलो गाइज व्हाट्सअप दिस सागर आइम कृष्ण एन्ड वेलकम टु द बोस प्रैंक आज चाहिँ अब कन्सेप्ट वाचिङ पोर्न इन पब्लिक प्रैंक हामीले लिएर आएको छौँ होइन रिएक्सन कस्तो हेर्नु होला हेरिसकेपछि भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर अनि द बोस प्रैंक चाहिँ तल गएर सब्सक्राइब गर्न नबिर्सनु होला अनि त्यो छेउको घन्टी पनि टङ्गसँगले बजाउनु होला है त किप वाचिङ द बोस प्रैंक तारों में भी मेरा तुझसे देखना जुत्ता गनाहरू पुरा लाउनु बस्नु भाइ ब्याग बस्नु पर्छ घाम रमाइलो लागेछ है समाइदेऊ न जित मोबाइल जाने नै लिएर फेरि के हो यो खतरा हेर्नुहुन्छ कि तपाईँ खतरै हो हालिदिउँ होला हेर्दैन यस्तो किन हेर त यहाँ हेरेछ नि आफ सुनेछ यार कस्तो फटा लास्टै फटाएर छ नि म खतरा किन यस्तो हल्का क्लिप माथि हो कि कस्तो रिएक्सन आउँछ तिम्रो भनेर देखाएको ल युट्युबमा आउँछ हेर न भिडियो हुन्छ हेलो मम्मी हजुर म यहाँ आइरहेको छु मम्मी ए हस् हेलो मम्मी सरी हेलो हेलो म यता रतनगरतिर आएको छु घुम्न होइन यहाँ त्यतिकै अल्छी लाएर वाइफाई चलाउन आएको दाइ बस्नु मिल्छ है अलिकति सजिलो है थोरै डिस्टर्ब होला सरी होइन कतिखेर आउँछ आइज न थोरै दाइ उठाइदिनु न थोरै त्यहाँ थिचिदिनु न तल हजुर यहाँ थिचिदिनु न यहाँ हो त्यहाँ यो तान्नु पऱ्यो कि माथि हो त्यसरी आइज न आइज ए आइज न यार भयो त आइज भनेको क्या ल्यापटप लिएर आएको छु मैले आइज न आइज ए छिटो कस्ती तपाईँ ए आइज जानुपर्छ क्या आज आइज न है ल के हो यो म एकछिन गर्छु यार यस्तो भन्नुपर्छ नि यार
दाइ यहाँ सुन्नु न प्र्याङ्क हेर्नुहुन्छ हामीले प्र्याङ्क गरेर भिडियो यहाँ अगाडि खिचिरहेको छ तिनजना बसेर हल्का क्लिप मात्रै देखाएको कस्तो रियाक्सन आउँछ भनेर मान्छेको अगाडि गएर हेर्दाखेरि पाउने भनेर बसौँ न